अब म त भएन उहाँको आमाहरूलाई त भेटेर जानुभएको हुन्थ्यो एकचोटि फेरि केटीलाई नै फोन छोडिएर आउनुभएको थियो क्या घरमा आएर नुहाइधुवाइ गरेर फेरि गइहाल्नु भएको घर आउँदाखेरि चाहिँ यस्तो यस्तोमा चुप्पाहरू खाएको निलहरू बोकेर आउनुभएको थियो क्या दर्शकबिन श्रीमान विदेशबाट आइसकेपछि यता श्रीमानले अर्कै केटी भगायो भनिसकेपछि अहिले श्रीमान हराएको अवस्था छ मानौ श्रीमानले विदेशबाटै सेटिङ मिलाएर आएको रहेछ अनि नेपाल आयो नेपाल आइसकेपछि श्रीमान हरायो तर साथमा अर्को केटी पनि भगायो भन्ने खालको कुराहरू आयो अब त्यो भगाइसकेपछि यता श्रीमती र छोराको चाहिँ बिचल्ली अवस्था पुग्यो भनेर चाहिँ आज हामीलाई यो झापा जिल्लाको शिव 87 नगरपालिका कति नम्बर बहिनी 3 नम्बर 3 नम्बरमा चाहिँ हामी आइपुगेका छौँ बहिनी बोल्दा बोल्दै भावुक पनि हुनुभयो क्यामेरामा उभ्यो न हौ होइन अनि के नाम पर्यो बहिनीको मन्जिला बस्नेत हजुर नमस्ते नमस्ते है अनि के अरे तपाईँको श्रीमानले चाहिँ विदेशबाटै उयो भयो भन्दै थियो के खास कस्तो भएको विदेशबाट आउने बित्तिकै हामीलाई सरप्राइज दिन्छु भनेर चाहिँ खासमा आउनु भएको थियो सरप्राइज गरेर भन्दैन भने आउनुभएको थियो अनि प्लेन टिकट क्यान्सल भएर चाहिँ उहाँले फोन गर्नुभयो घरमा अनि घरमा फोन गरेर चाहिँ मेरो टिकट क्यान्सल भयो पैसा पठाइदेऊ भन्नुभयो अनि घरबाट ऋण खोजेर पैसा पठाइदिएको थियौँ अनि पैसा पाइसकेपछि टिकट गरेर पनि उहाँबाट डाइरेक्ट घर आउनु भएन क्या 15-20 दिन जस्तो चाहिँ त्यही केटीसँग घुम्दै बस्दै गर्नुभयो कहाँ बसेको रहेछ काठमाडौँतिरै भन्ने चाहिँ सुनेको अब घुमेको ओरेको भिडियोहरू चाहिँ छ कता कता घुम्नुभयो त चाहिँ थाहा भएन श्रीमानको नाम चाहिँ के छ मनिष रसाइली मनिष गाउँमा रसाइली बोलाउने चाहिँ मनिष रसाइली नागरिकतामा चाहिँ थलाराम रसाइली अनि आउने क्रममा चाहिँ घर आइपुग्नु भएन क्या उहाँ उतै घुम्दै बस्नु भएछ अनि घर आउँदाखेरि चाहिँ त्यो जुन लगेको केटीको दिदीको बिहा थियो त्यतै घुम्दै बस्नु भएको रहेछ अनि घर आउँदाखेरि चाहिँ यस्तो यस्तोमा चुप्पाहरू खाएको निलहरू बोकेर आउनु भएको थियो क्या अनि के भयो हजुर अनि के भयो भन्दा को तारेको भन्नुहुन्थ्यो क्या घरमा चक्लेटहरू घर लिएर आउँदाखेरि सबै किरा परिसकेको थियो क्या त्यस्तरी आउनु भएको थियो अब म त भएन उहाँको आमाहरूलाई त भेटेर जानुभएको हुन्थ्यो एकचोटि त्यो विदेशबाट आउने बित्तिकै पनि फेरि केटीलाई नै फोन छोडिएर आउनुभएको थियो क्या घरमा आएर नुहाइधुवाइ गरेर फेरि गइहाल्नु भएको अनि फेरि जानुभयो अनि त्यहाँदेखि फेरि भोलि पर्सिपल्ट आउनुभयो अनि घरमा आउने अलिअलि ल्याङ गर्ने झगडा गर्ने राम्रो नबोल्ने अनि सासू पनि अलिअलि मिल्नु भएको थियो त्यो केटीसँग घुम्न जानुहुन्थ्यो अनि केएफसी हजुर मेरो आफ्नै सासू पनि केटीहरूसँग होटेलमा बसेर केएफसीहरू खान जानुभएको थियो क्या त्यो केटीसँग हजुर उहाँहरूलाई सबैलाई थाहा छ मैले कतिचोटि भनेको त्यो केटीको मम्मीलाई पनि मैले भनेको क्या तपाईँको छोरीलाई सम्झाउनु त अब नानीको बाउ हो अरू केटीहरू पनि पाउँछ अरू केटाहरू पनि पाउँछ तपाईँको छोरीले त मेरो त छोरा छ म बिहे गरेको भनेर भन्दाखेरि उहाँको मम्मीले चाहिँ अब त्यतिकै रेला गरेर भन्नुभएको कि के भन्नुभएको त्यो अब त्यसलाई चौकीमा लगाएर सिस्नो पानी हान्नु पर्ने नि भन्दै हो त्यस्तो चाहिँ भन्नुभयो तर अरू केही भन्नु भएन कि मैले कतिचोटि फोन पनि गरेको त्यो केटीलाई पनि भनेको फोन गरेर नबोल्नु भन्दाखेरि त्यो केटीले नि मलाई टक्को हामी दुईजनाको बिचमा आउने हो त्यसरी धम्काउनुहुन्थ्यो क्या अच्छा केटीले हजुर अनि म त उसको श्रीमती हो उसको छोरा छ भनेको त्यो पनि मैले उसलाई थाहा छ सबै थाहा छ मेरो नानी त हामी मामालामा भेट हुँदाखेरि मेरो नानी उहाँले बोकेर खेलाउनु पनि भएको हो क्या सबै थाहा छ अनि उसले चाहिँ तपाईँलाई के भनेर बोलाउँथ्यो उसले मलाई बोलाउँदा नि बोलाएन मैले पनि उसलाई बोलाइनँ क्या उहाँ हुँदाखेरि मामालामा हुँदाखेरि नानी पनि मेरो सानै थियो म मामाला जाँदाखेरि अब मेरो बुढाको मामाला र त्यो केटीको खोइ के साइनो हो क्या लामै साइनो छ कस्तो लामो मम्मीको माइतामा भाउजू हुनुहुन्छ भाउजूको बहिनीको छोरी हो क्या ऊ चाहिँ तपाईँको श्रीमानको मम्मीको भाउजू हजुर भाउजूको पनि बहिनीको छोरी हो भाउजूको पनि बहिनीको छोरी हजुर ए भनेपछि निकै लामै साइनो रहेछ हजुर लामै छ साइनो चाहिँ अनि उनीहरूको भेट चाहिँ कसरी भएछ भेट चाहिँ खोइ पहिले यसो अहिले अब यो अब सबैतिर घटिसकेर उहाँहरू भागिसकेपछि चाहिँ अहिले अब यसो खोज तलास गर्दाखेरि चाहिँ यिनीहरूको पहिलेदेखि लभ परेको थियो भन्ने यताउति हल्का घाने घुने चाहिँ सुने बच्चैदेखि लभ परेको दाजु बहिनी भन्ने थियो शङ्का थिएन उहाँकै जो केटी भाग्ने केटीकै दिदी आएर भन्नुभएको थियो अब हामीहरू आफ्नो पर्ने हामीलाई थाहा भएन यिनीहरू पहिलेदेखि सँगै उठ्ने सुत्ने गरेका हो थाहा भएन अब यस्तो रहेछ भनेर एउटा फोटो बोकेर आउनुभएको थियो उहाँहरू पनि फोटो हजुर कस्तो फोटो यस्तो साडी लगाएर घुमाएर यसरी बोकिराखेको फोटो स्क्रिनशट गरेर ल्याउनु भएको रहेछ कसले बोकेको मेरो बुढाले चाहिँ त्यो केटीलाई बोकेको अच्छा उनीहरूले लिएर आयो हजुर तपाईँलाई देखायो
अनि सानो जेसुकै सम्बन्ध जेसुकै अनि बिहे गरिसकेको मान्छे हो हजुर अनि त्यो त अनि उनीहरूलाई भन्नु पर्थ्यो नि पहिले नै मैले भनेको उनीहरू नबुझ्ने क्या अहिले आएर चाहिँ पहिले चाहिँ मैले भन्दाखेरि यस्तो छ तपाईँको छोरी बहिनी यस्तो छ यस्तो गर्छ भनेर उहाँको मम्मीलाई मैले फोन गरेर भन्दा मेरो सासूले पनि मैले भनेको यस्तो त्यस्तो मेरो बुढो ससुरा हुनुहुन्छ ससुराहरू मैले सबैलाई फ्यामिलीमा सबैलाई सुनाएको हो कसैले केही नै भन्नु यस्तै हो छोरा मान्छे डुल्छ घुम्छ त घर सम्हालेर बसिस् भने भइहाल्छ नि तेरो जग्गा जमिन तेरो नाममा गरिदिन्छु भन्ने हो त्यस्तै मात्रै भन्नुहुन्छ क्या म त त्यहाँनिर अब बिहे गरेर मेरो बुढाको लागि गएको थिएँ नि त मलाई सम्पत्तिको लागि चाहिँ गएको थिइनँ नि त म हो त्यस्तो भन्नुहुन्थ्यो सासू ससुराहरूले पनि यस्तै भन्नुहुन्थ्यो क्या त त्यहाँनिर बस घर रुँगेर राम्रोसँग बस पैसा सम्पत्ति सबै तेरो र तेरो नानीकोमा गरिदिन्छु भन्नुहुन्थ्यो क्या केही भन्योहरू केही सुनायो यस्तो भयो त्यस्तो भयो यस्तो गर्नुहुन्छ तपाईँ सम्पत्तिको लागि हजुर हो त्यस्तै गर्नुहुन्थ्यो क्या घरमा सासूहरूले म पैसाको लागि अब गरिब भनेर अलि हेप्नु पनि भयो होला पैसा छैन हो त्यस्तै अलिक कस्तो अलिक होच्याएर बोल्नुहुन्थ्यो सासूले पनि बेला बेलामा कस्तो के भन्नुहुन्थ्यो म अब यस्तै अब घर फ्यामिली सबैजना बसेर रमाइलो खानपिन हुँदाखेरि सासूले मलाई भन्नुभएको क्या यस्तो रमाइलो गर्दाखेरि भन्नुभएको अब त्यो सिरियस भन्नुभएको कि के हो त थाहा भएन म त यो घरको रसाइली यो घरको फ्यामिली हो भन्नु भने म पनि त म अब बिहे गरेर आइसकेपछि म पनि त यो घरको रसाइली नै हो नि भनेर भन्दाखेरि चाहिँ जातमा पनि त्यसो भन्नुभएको थियो क्या सासूले मलाई तपाईँहरूको बिहे चाहिँ इन्टरकास्ट भएको हजुर उहाँ रसाइली हो म बस्नेत हो बस्नेत छेत्री हजुर छेत्री हो अनि उहाँले तपाईँले ल ठिक छ इन्टरकास्ट बिहे गर्नुभयो होइन उनीहरू रसाइली भनेपछि के पर्यो विश्वकर्मा हजुर होला त्यही पर्यो होइन अनि जानुभयो सुरुमा त इन्टरकास्ट अलिकति एक्सेप्ट पनि त भएन होला नि तपाईँको परिवारमा उहाँहरूले त त्यस्तो त केही भन्नु भएन माइतमा पनि केही भन्नु भएन कसैले केही भन्नु भएन राम्रैसँग चलिरहेको थियो हजुर अब जातले के गर्छ र बरु राम्रोसँग छोरीसँग गरिखाओस् भन्ने नै भयो अब अहिलेको जमानामा जात भातमा त्यो भेदभाव पनि छैन अब हाम्रो राम्रो होस् भनेर बाबा मम्मीले पनि त्यही सोच्नु भएको थियो अनि अहिले चाहिँ हराएको कति दिन भयो अहिले हराएको 10 देखि 15 दिन जस्तो भइसक्यो होला 10 देखि 15 दिन भयो कन्ट्याक्ट गर्दैन गर्नुभएको थियो एक दुईचोटि चाहिँ फोन गर्नुभएको थियो मैले कन्ट्याक्ट गर्दाखेरि उहाँले भन्नुभयो म काठमाडौँमा छु भन्नुभयो घुम्नु गएको ओरेको मलाई भिडियोहरू पनि कहिले कहिले हालिदिइराख्नुहुन्थ्यो मसँग भिडियोहरू पनि अनि भर्खर विदेशबाट आएको अब काठमाडौँ घुम्ने भयो त मलाई पनि घुमाउनु भन्नु पर्थ्यो नि त अब मसँग त घुम्न जाने बाहिर हिँड्नै मान्नुहुन्न अब खै घुम्न जानु मान्दैन हजुर मलाई अहिलेसम्म यता हिँड उता हिँड भनेर कहिले घुमाउन पनि लानु भएको छैन अनि उहाँ केटीलाई चाहिँ घुम्न लिएर जानुभएको थियो भिडियोहरू मैले सबै देख्छु हेरिरहन्छु देखाइरहनुहुन्छ घरमा हुँदाखेरि फोनमा वालपेपर पनि केटीको राख्नुहुन्छ अलि यता पनि घाम आयो क्या तपाईँको उसमा अनि तपाईँको उसको फोनमा चाहिँ वालपेपर चाहिँ केटीको फोटो हजुर त्यही केटीको फोटो हजुर घरभित्र हुँदाखेरि चाहिँ हामी बुढाबुढीको फोटो हुन्थ्यो कि फोटै हुँदैन थियो घर बाहिर गएपछि फोटो पनि चेन्ज गर्ने अनि अगाडि केटीको नाम सानु भनेर राखिराख्नुहुन्थ्यो क्या फोनकै माथि हजुर फोनकै माथि सानु भनेर राखिराख्नु भएको हुन्थ्यो अनि आउँदाखेरि सोध्थेँ यो किन राख्नुभयो भन्दाखेरि होइन यत्तिकै मिस्टेकले भएको होला भन्नुहुन्थ्यो अच्छा हजुर सानु चाहिँ मिस्टेकले बसेछ हजुर फोटो पनि मिस्टेकले बस्यो होला नि त होला त्यो पनि वालपेपरमा हजुर अच्छा अनि यो वालपेपर चाहिँ किन राखेको भनेर सोध्नु भएन अब कहिले कहिले सोद्धा ओर्दा त्यस्तो धेरै अब चियो पनि गर्न दिनुहुन्न क्या त्यो फोन बोकी हिँड्नुहुन्थ्यो चार्जमा लाउँदा एकछिन घुसारेको बेलामा मेरो त हक छ नि त मेरो बुढा हो फोनहरू हेर्न मिल्छ नि त मैले त अनि कोही बेला फोनहरू चेक गर्दा ओर्दा पनि गाली गर्नुहुन्थ्यो के भन्थ्यो अनि किन फोन चेक गर्नु पर्यो भन्नुहुन्थ्यो तर मेरो फोन चाहिँ चेक गर्न लगिराख्नुहुन्थ्यो अच्छा भनेपछि जो चोर उसैको ठुलो स्वर भने जस्तो तपाईँको फोन चाहिँ चेक गर्ने कतै बुढीको अरू केही पो भेटिन्छ कि भन्ने न्यु खोज्नको लागि होला सायद अनि टिकटकमा कमेन्टहरू देखेर नि पुरा उहाँनिर हल्लै गर्नुभएको छ टिकटकमा कमेन्टहरू आयोहरू भने पनि यसको केटा छ यताउति भन्नुहुन्थ्यो क्या घरतिर अनि उहाँ चाहिँ अब सँगै घुम्नु रात बिताउनु जान्दा पनि हुन्थ्यो मेरोमा चाहिँ टिकटकमा कमेन्ट आयो भने पनि अब घरमा आउने झगडा गर्ने यताउति भन्ने आज विदेशबाट आउँदा अलिक पछि त मेरो बुढाको फोन त आइफोन 12 थियो त्यो केटीको आइफोन 8 थियो होला सायद कि कति थियो त्यो त थाहा भएन फोन पनि एक्सचेन्ज गरेर चलाउनुहुन्थ्यो मैले सोधेँ एकचोटि चेक एक्सचेन्ज गर्नुभएको रहेछ दुईजनाले मैले सोधेँ तपाईँको फोन खोइ र यो फोन छ भनेर भन्दाखेरि 2 दिन भएको थियो फोनै देखाउनुहुन्न थियो क्या अनि तपाईँको फोन खोइ भनेर सोद्धाखेरि साथी घुम्नु गएको छ कन्याम मेरो फोन लिएर गएको छ फोटो राम्रो आएन अरे भन्नु अनि त्यो फोन पनि आइफोन छ त्यसले किन राम्रो आएन भनेर सोद्धाखेरि चाहिँ पछाडि हेर्दाखेरि अनि अब हामी बुढाबुढीले एउटै
फेसबुक आइडी चलाउँथ्यौँ नि त मैले स्टोरी मेरो बुढा भनेर कोही कोही हालिदिन्थेँ क्या मलाई डाउट लाग्नु थालेपछि चाहिँ मेरो बुढाको पहिलेको 1.5 वर्षको अगाडिको भिडियोहरू स्टोरी हाल्दाखेरि चाहिँ त्यो केटीले डिलिट गरिदिने फेरि चेन्ज गरिदिइहाल्ने क्या त्यो डिपी हुन्छ नि फोटोहरू हो यो पनि चेन्ज गरिदिन्थे अनि तपाईँको साथीले फोन लगेको छ हामी बुढाबुढीको बिचको फोटोहरू पनि किन यसरी चेन्ज गर्छ भनेर भन्दाखेरि चाहिँ खोइ कुनि किन त्यसलाई आएपछि मजाले सम्झाउनु छ भन्नुहुन्थ्यो क्या बोलेर पनि ठिक्क पार्ने उता फोन पनि दिनुहुन्थ्यो अनि यस्तो चाहिँ किन हो भनेर भन्दाखेरि पछि बिस्तारै थाहा पाउँदै जाँदा केटीको फोन रहेछ क्या मैले भिडियोहरू हेर्दा ओर्दाखेरि त्यो केटीको फोन पनि उयो गरिरहेको थिएँ ध्यान गरिरहेको थिएँ तपाईँको सासूले चाहिँ के भन्छ अहिले सासूले त के भन्नुहुन्छ अझै पनि भन्नुहुन्छ त घरमा बसेको थिइस् भने अझै पनि लाँदैन थियो भन्नुहुन्छ क्या म चाहिँ अब घरमा रुँगेर बस्नु घर रुँगेर अब घर राम्रोसँग हेरेर बस्नु अनि मेरो श्रीमान चाहिँ बाहिर डुल्दै केटीहरूसँग घुम्दै आए पनि राम्रो क्या मेरो सासूलाई अनि अहिले पनि त्यसै भन्छ हजुर अहिले पनि त्यसै भन्नुहुन्छ उहाँको दिदीहरूले पनि मलाई भन्नुभएको छ तिमी अहिले घर रुँगेर बसेको थियो भने भाइले अर्को ल्याउँदैन थियो होला भन्नुहुन्छ ए अनि तपाईँ चाहिँ यता माइती आएर बसेको चाहिँ कति भयो म माइत आएर बसेको 5 महिना भयो होला 5 महिना भयो अनि ऊ आएन बुढी जाउँ घरतिर भनेर मैले नानी लिएर अगाडि पनि आएको धेरैचोटि म ओर्दोर गरिराखेको हो नि त सुरुमा झगडा माइत आउनु पर्यो है भनेपछि सासूले पनि च्याङ हल्का गाली गर्नुहुन्थ्यो क्या पैसा हुन्जेल तँलाई माइतै मात्र धाउनुपर्छ भन्नुहुन्थ्यो क्या मम्मीसँग पैसा भयो भने म माइत जानु खोजेँ भने तर मैले कहिले मम्मीलाई आउने बेलामा गाडी भाडा यताउति माग्नु पर्दैन थियो क्या मलाई घरबाटै लिन आउनुहुन्थ्यो ठुलो बाबा बहिनीहरू म बाइकमै लिन आउनु भनेर बोलाएको थिएँ तैपनि मम्मी रिसाउनुहुन्थ्यो क्या म माइत आउँदाखेरि पनि पैसा देख्नु हुँदैन तँलाई माइत कुदिहाल्नुपर्छ हो त्यस्तो भन्नुहुन्थ्यो तपाईँको सासूको नम्बर डायल गर्नु त कुरा गर्नुभयो मेरो सासूको नम्बर त अहिले चाहिँ थाहा छैन कसको छ अहिले चेन्ज गर्नुभएको छ कि श्रीमानको थाहा छ अहिले लाग्दैन श्रीमानको लाग्दैन सासूसँग कुरा गर्नु पर्यो सासूको नम्बर त छैन नि ठिकै छ पहिले हामी सँगै हुँदा चाहिँ नम्बर त्यही थियो पुरानो फोन थियो अहिले नयाँ फोन थियो कि वाट्सएपमा चाहिँ हुनुहुन्थ्यो मेरो हो झिक्नु न फोन कहाँ चाहिँ मेरो फोन भित्र छ ल्याइदियो त ल्याइदेऊ त त्यही नम्बरमा लाग्छ होला नि त खोइ लाग्छ होला वाट्सएप चाहिँ चलाउनुहुन्थ्यो अहिले नि त्यसै भन्छ र हजुर अहिले पनि त्यसै भन्नुहुन्छ उनीहरूसँग चाहिँ कन्ट्याक्ट होला नि त छोरो त खोइ अब हामीले मिडिया लाउँछु म मिडिया लाउँछु मेरो बुढा आउनु भएन भनेर भन्दाखेरि पनि अब मेरो बुढालाई त कोही कन्ट्याक्ट छैन भन्नुहुन्छ फेरि अनि उहाँले मलाई फोन गरेर भन्नुभएको तिमीलाई पैसा चाहिएको हो म पैसा बिसारी कमाएर दिन्छु अनि म जहाँसुकै हुँ मलाई मेरो घरमा नानीको मेरो आमाको खाँचो भयो जरुरत पर्यो मैले त्यही भएर मलाई मनपर्छ म जस्तोसँग गरी खान सक्छु त्यसैसँग बे गरेको मैले मलाई नखोज्नु म अहिले बुढीसँग छु मलाई डिस्टर्ब नगर्नु भनिरहनुहुन्छ बुढीसँग छु हजुर म्यासेजहरू पनि छ कुन बुढीसँग खोइ बुढी को म चाहिँ को हो त भन्दाखेरि फेरि कोही होइन भन्नुहुन्छ म्यासेज पनि छ म्यासेज छ उहाँ दुईजनाको भिडियोहरू छ ए हो र हेरौँ त सँगै भिडियोहरू सबै थोक छ यहाँ ल्याउनु त वाट्सएप देखाउनु अलिकति यता आउनु त क्यामेरा सिधा बनाउनु यता सिधा बनाउनु सबै वाट्सएपमा बोलेको भोइसहरू पनि छ अनि उसले त्यो उसको म्यासेज हेरौँ त कस्तो छ यस्तो देखाउनु ल स्क्रिन यसो न म हेर्छु कालो त आएन अलि यता आउनु न म्यासेजहरू सब डिलिट गर्नुभएको छ कि खै भोइसहरू चाहिँ छ आमामा सबै डिलिट गरेछ त नि थुक्का पढ्नु पर्यो भनेको त मजा आउँथ्यो नि यस्तो कुरा त नयाँ लभ स्क्रिनसट गरेर आएको छैन म्यासेजमा हेर्दा चाहिँ सबै स्क्रिन छ नयाँ लभको चाहिँ म्यासेज हेरौँ न भनेर नि अब लभ पनि कस्तो खालको छोराछोरी भएको बुढी भएको मान्छे के बुद्धि बिगार्यो हो खै कस्तो छ फोटो ढिलो भयो कहिले त आफै खुल्छ होला खुलेन है हजुर होइन त्यो ग्यालेरीमै भएको फोटो पनि ढिलो देखाउँछ क्या के भएको छोड्दिनु अरे के भयो उयो यो वाट्सएप छ होइन नम्बर कहाँ छ सासूको नम्बर सासूसँग चाहिँ कुरा गर्नु पऱ्यो घरको बुहारी नाति त अनि उसले त सम्हाल्नु पर्ने हो यहाँ छ म्यासेजहरू ए हो पक्ने त के भनेछ ल बाई बाई नानीसँग बोल्न मन लाग्न मनीलाई कल मम्मीलाई कल गर्नु होइन भनेको छ मेरो के भनेको यो
उताबाट पठाएको होइन हजुर यो लाइनको मेरोमा कल मेसेज आउनु भएन ल अब अरे ए केटिएममा छु भनेको छ हजुर मम्मीलाई कल गर म घरमा छुइनँ ठिकै छ यो तपाईँको सासूको नम्बर कहाँ छ सासूसँग कुरा गरौँ न एकचोटि हामीलाई सोधेन भन्छ नि त एक पक्ष मात्रै कुरा राख्यो भन्ला होइन हजुर खै यो हो हजुर 97075 ठिकै हो न सासूको नाम चाहिँ के हो गीता देवी रसाइली गीता देवी होइन हजुर छोराको नाम त के पऱ्यो छोराको नाम मनिष रसाइली मनिष रसाइली लाग्यो है फोन चाहिँ उठाउँछ हेलो हेलो हजुर मनिष रसाइलीको आमा हो ए अनि मनिष चाहिँ कहाँ छ अहिले कहाँ गयो घरदेखि निस्केर हिँडेको चाहिँ कति भयो अनि खोइ को केटी पनि लिएर गयो अरे त हो तपाईँको बुहारी र नाति चाहिँ कहाँ छ ए अनि बुहारी र नातिलाई चाहिँ तपाईँले घर नबोलाउनु भए अनि अब छोराले त नि गल्ती गरेछ त हो नि के गर्ने अब भोलि गएर छोरा चाहिँ अब अर्को केटी ल्याएको चाहिँ भेटिसकेपछि अब बुहारीले मुद्दा हाल्यो भने त जेल जाने भयो त कसो गर्ने त्यो केटी त नि तपाईँले चिन्नुहुन्छ अरे त तपाईँको भाउजूको बहिनीको छोरी अरे त त्यो बहिनीको नाम चाहिँ के पर्यो त्यो तपाईँको छोराले अहिले भगाएको तपाईँको भाउजूको बहिनीको छोरीको नाम के थाहा भएन है त्यस्तो चाहिँ हो कहाँ विदेश भन्नाले कता तपाईँ कुन देश जानुभएको थियो कुवेतमा 20 वर्ष बसेर आएको छोरा 14 महिनाको छोरा भएको अहिले घर बसेको 1.5 वर्ष भयो अब को अन्त बुहारीले मिडियामा बोलायो मिडियाबाट खेमदेवन बोल्दैछु अब तपाईँको छोराको र त्यो केटीको फोटो बुढा जान्दछ बुढी जान्दछ म जान्दिनँ है अनि अब श्रीमान हराएपछि श्रीमतीले त खोजी नै हाल्छ जसरी पनि होइन मान्छेले घरको चल्ला घरमा पालेको जनावर हराउँदा त खोज्छ भने एउटा श्रीमती यस्तो हो क्या तपाईँको बुहारीले घर छोडेर कहाँ भागेको छ र ऊ त माइत आएर यसो 2-4 दिन बसेको छ कतै बुढा आएर चाहिँ फकाएर लान्छ कि होइन भन्ने आशले बस्यो
अब त्यही हो नि जसको पनि श्रीमती अलि श्रीमतीमा ठाकठाकहरू परेपछि श्रीमती माइत गएर बस्ने बुढा गएर फक्का हुने लिएर आउने त्यो त श्रीमतीको त्यो मायाको एउटा उयो नै हो नि प्रतीक नै हो नि त्यो त जसको पनि चल्छ क्या त्यो सामान्य हो यो कुरा त्यो कुरालाई लिएर चाहिँ ठुलो इस्यु बनाउनु भने चाहिँ सरासर गल्ती हो तपाईँहरू सबैको होइन बुहारीले चाहिँ घर छोडेर गयो कहाँ कुन दुनियाँमा गएको छ र भाग्या छ र छैन नि कुरो त त्यही हो नि त तर तपाईँको छोरा चाहिँ अहिले मैले म्यासेजहरू पनि हेरेँ मलाई फोन नगर्नु रे म चाहिँ बुढीसँग छु रे अब उसको बुढी यहाँ छ त अर्को बुढी चाहिँ को छ फेरि ठिक छ होइन यसो गर्नु न आमा यसो गर्नु तपाईँको छोराले तपाईँहरूसँग कन्ट्याक्ट छ भने कन्ट्याक्ट गराउनुहोस् होइन भर्सक यो मेरो नम्बर दिनु नभए तपाईँको छोराको नम्बर दिनु कन्ट्याक्ट गऱ्यो भने अहिले मिडिया र प्रहरी दुवैबाट खोजी भइरहेछ यदि तपाईँहरूलाई कन्ट्याक्ट गऱ्यो भने हामीलाई जानकारी गराउनु होला होइन यदि उसले चाहिँ अब एकचोटि गल्ती भयो म यो केटीलाई छोड्छु भनेर म मेरो छोरा र श्रीमती सम्हाल्छु भन्ने हिसाबले आयो भने ऊ बच्यो अब ऊ चाहिँ यस्तै भाग्छु लुक्छु हिँड्छु भन्यो भने चाहिँ भोलि चाहिँ ठुलो फन्दामा पर्छ यो त देखेको कुरा हो अरू भिडियो पनि हेर्नु होला होइन अरू चाहिँ हामीले त्यस्तो मान्छेहरू धेरै पक्रेर पनि लिएर आयौँ अहिले मान्छे कति जेलमा छन् यही कुराहरू नपत्याएर बुहारीले पनि नघसेटी हुन्छ छोराले पनि नघसेटी हुन्छ मलाई यिनीहरूलाई मैले यो केही पनि गरेको पनि छुइनँ खालि त्यही भनेको हुन्छ मनमा त के गरेर मलाई किन गर्छ होइन तपाईँको छोराले कन्ट्याक्ट गर्यो भने सम्झाइदिनु एकचोटि आमा होइन भोलि गएर चाहिँ मलाई मेरो मोबाइल आएर बुहारीले अस्ति सबै हेरेर गर्छु मसँग कन्ट्याक्टै छैन होइन कन्ट्याक्ट गर्यो भने एकचोटि सम्झाइदिनु उसलाई त्यो केटी छोडेर खुरुक्क आइज भोलि गएर अप्ठ्यारोमा पर्छस् भनेर भनिदिनु होइन साँच्चीकै कुरा हो अब यदि उसले चाहिँ अब त्यही हो कानठारो लगाएर सधैँ चाहिँ अब लुक्छु भाग्छु भन्यो भने त अब त्यही हो म त के भन्छु भने भोलि गएर तपाईँको छोरा चाहिँ अब जेल जानु बाहेक अरू कुनै उपाय छैन होइन यो त सबैले बुझेको कुरा हो ल आमा ल मैले तपाईँले यही कुरा यति कुरा सोध्नको लागि तपाईँलाई भने अब भोलि गएर बुहारी पनि आउँछ त्यहाँ जान्छे होइन तपाईँहरूको नाति तपाईँहरूको खुन छँदैछ हो किन भन्नु त लगे पनि त नि के तपाईँको नाति चाहिँ कहाँ कुन दुनियाँमा लगेछ ऊ बिचरा ऊ यहाँ माइती आएर बसेको छ अब आउँछ त एक दुई दिनमा आउँछ जान्छ उनीहरूको बुढाबुढीको ठाकठाक ठुटु परे होला रिसको झोकमा हिँडी त्यो जस सामान्य कुरा हो नि होइन ऊ पनि अब हिँडेर चाहिँ अब सम्पर्कविहीन भएको नाति पनि कता लगेर के गर्यो कसो गर्यो भन्ने चाहिँ अलग कुरा आउँथ्यो हो किन भन्नु त ल ठिक छ तपाईँको छोरा सम्पर्कमा आयो भने एकचोटि हामीलाई जानकारी गराउनु होला ल हुन्छ के अरे तपाईँको बुढाको नाम चाहिँ मनिष रसाइली अब उसले चाहिँ यो भिडियो हेऱ्यो भने चाहिँ के भन्ने उसले भिडियो हेऱ्यो भने के भन्नु अब के सोचेर चाहिँ लिएर जानुभयो नानी थियो मलाई भुले पनि मेरो नानी थियो नि त म अनि माइतमा आएर बसेँ मलाई विश्वास थियो मेरो बुढाले नानी मसँग भएपछि लिन आउनुहुन्छ भन्ने पछि त्यो पनि गर्नु भएन नानी पुऱ्यायो भए नानीले तङ गर्दा लिन आउनुहुन्थ्यो कि मलाई त्यो पनि सोचेँ त्यो पनि आउनु भएन फेरि पछाडि त भागेर केटी लिएर जानुभएछ अनि अब के सोचेर चाहिँ लानुभयो मैले त केही गरेको छैन नि त मलाई हजुर कन्ने केटी हो यो दुनियाँमा केटै पाएन कि हो मैले भनेको उहाँको आमालाई उसलाई पनि भनेको यत्रो केटाहरू छन् त नानीको बाउ नै चाहिने तपाईँलाई भनेर यसरी भन्दा त को हामी दुईको बिचमा बोल्ने भनेर भन्नुहुन्थ्यो अब अच्छा नानीको बाउ नै चाहिने मैले के चाहिँ रहेछ त त्यस्तो सम्पूर्ण दर्शकमा म यही जानकारी गराउन चाहन्छु भिडियोको स्क्रिनमा जुन मनिष रसाइली भन्नेको फोटो राखिदिएका छौँ र अर्को बहिनीको फोटो पनि हामीले राख्न चाहिँ चाहेको हो यदि यो भिडियो हेरेर तुरुन्तै सम्पर्कमा आउनुभयो भने चाहिँ मनिषजी यति सम्झिनु तपाईँले गर्दा अरू कसैको जिन्दगी बर्बाद नपारिदिनु होला र अर्को बहिनीको फोटो चाहिँ राखेर भिडियो बनाउनु पर्ने अवस्था नहोस् त्यो बहिनीले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँको डल्लै जिन्दगी छ
तपाईँको हामीले पुरै चरित्र हत्या गर्ने हिसाबले हामीले भिडियो बनाएको छैनौँ। र अर्को कुरो तपाईँले चाहिँ बुझ्नु होला, उसको सन्तान छ, उसको परिवार छ, छोरा छ, श्रीमती छ, र त्यो बिचमा तपाईँ आउँदाखेरिको अवस्था के भइरहेको छ तपाईँ आफै बुझ्नु होला। र तपाईँले कसैको श्रीमानसँग माया प्रीति गाँच्दै हुनुहुन्छ भने त्यो तपाईँको माया प्रेम केही पनि होइन, यति कुरा बुझ्नु होला। अर्काको घर भाड बिगार्न आउने महिलालाई समाजले पनि कसैले पनि राम्रो भन्दैन, यति कुरा राम्रोसँग बुझ्नुहोस्। भोलि तपाईँहरू दुईजनालाई चाहिँ रङ्गे हात पक्रेर चाहिँ प्रहरीको गाडीमा टुइँ टुइँ बजाउँदै लिएर आउँदाखेरि अनि त्यतिखेरको हामीले पनि भिडियो यसो बनाउनु त बनाइहाल्छौँ। त्यो खालको भिडियो फेरि लिक भयो भने त तपाईँको जिन्दगी त बर्बाद हो। तपाईँ सानै उमेरको हुनुहुँदो रहेछ, तपाईँको बाँकी जिन्दगी धेरै छ, बुझ्नु होला। बरु त्यो केटोलाई कसरी हुन्छ 2-4 झापट लाएर भए पनि पठाइदिनु होला, म यही भन्न चाहन्छु है। अर्को कुरो मनिषजी, तपाईँ चाहिँ यति ठुलो फन्दामा पर्दै हुनुहुन्छ, आफै सोच्नुहोस् भोलिको दिनमा फन्दामा परेको दिन चाहिँ मैले चाहिँ के गल्ती गरेछु नि भनेर चाहिँ गुवा रुँदै जेलतिर बस्नु पर्ने अवस्था चाहिँ नहोस्। तपाईँको छोरा यहाँ रहेछ, यस्तो राम्रो छोरा छ, श्रीमती छ, यति राम्री श्रीमती छ, अन्त अर्को केटीमा चाहिँ के देख्नुभयो होइन? जब परिवार, आफ्नो घर परिवार, आफ्नो घर जग सम्हाल्दै जाने हो, भोलि तपाईँ बुढेसकाल हुँदाखेरि हेर्ने यही छोराले हो। अब भोलि गएर चाहिँ तपाईँको छोराले यही तपाईँको काण्ड देखेपछि यो छोराले चाहिँ के भन्ने तपाईँलाई होइन? हो, यो कुरा बुझ्नु होला। म यही भन्न चाहन्छु, भाग्छु लुक्छु यतिकै जित्छु भनेर चाहिँ नसोच्नु। हाम्रो पुरानो भिडियोहरू एकचोटि हेर्नु, त्यति नै भन्छु म, होइन त? ठिक छ। अब तपाईँको बुढाले कन्ट्याक्ट गर्यो भने हजुर हामीलाई पनि एकचोटि कन्ट्याक्ट गर्नु होला ल। म नि एकचोटि कुरा गर्नु पऱ्यो। तपाईँको बुढाको काम नम्बर लाग्दैन है? लाग्दैन। ल ठिकै छ।